हेलो वेलकम टु माई युट्युब च्यानल साथीहरू। अनि आज चाहिँ फेरि म धेरै दिनपछि भ्लग स्टार्ट गर्दैछु। अनि अहिले चाहिँ म यता दिदीको घर आएको छु। अनि आज चाहिँ फेरि मेरो अर्को नाना आउनुभएको छ, कान्छी नाना आउनुभएको छ। अनि म चाहिँ कान्छी नानालाई खानेकुरा बनाएर दिनु भनेर यहाँ लसुन हेर्नु साथीहरू, लसुन खेलाउँदैछु। अनि त्यसपछि यहाँ डालोमा लसुन छ होइन। अनि म के बनाउँछु भनेर म तपाईँहरूलाई देखाउन गइरहेको छु, हेरिदिनु होला है त साथीहरू। चाहिँ समीक्षा राई छ होइन, सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला मन परेमा। र आजको मिनी भ्लग चाहिँ हाम्रो मिनी भ्लग र हामी चाहिँ दादासँग जाँदैछौँ बारीमा, म तपाईँलाई देखाउँछु। अनि म चाहिँ पछि पछि आउँदैछु होइन। यो चाहिँ सिङ्गौलीको बोट रहेको छ साथीहरू। यहाँनिर घरको ठ्याक्कै किचनको पछाडि चाहिँ सिङ्गौलीको बोट पनि छ। अनि त्यसपछि चिया, त्यसपछि सब्जीहरूको लागि चाहिँ एकदमै राम्रो मानिन्छ। अनि मेरो नाना चाहिँ आउँदैन हुन्छ पछि पछि, मैले चाहिँ उसलाई यहाँ बारी देखाउनु हुन्छ यतातिरको मान्छेहरू। आमा साथीहरू हेर्नु त, यो बोडी अनि यो मकैहरू रोप्नुको लागि कति धेरै मेहनत गर्नुपर्छ, लास्टै मेहनती हुन्छ है यतातिरको मान्छेहरू। तर यतातिरको मान्छेले मेहनत गरे अनुसार, परिश्रम गरे अनुसार पैसा पनि हुन्छ क्या, अलिअलि भए पनि हो, किन भन त गाइज साथीहरू। अनि म चाहिँ अहिले यहाँ छु त, जातिमा छु। अनि यहाँदेखि चाहिँ यहाँ ठ्याक्कै यहाँदेखि चाहिँ के देखिन्छ भने नि 32 जुरे पनि देखिन्छ माथि। कहाँ देखेको चाहिँ छैन है, देखिन्छ त वही अहिले त हल्का हुसे लागेको छ नि त, त्यही भएर नदेखेको क्या, देखिन्छ नत्र यहाँ। अनि के साथीहरू एउटा नोटिस गर्नु तपाईँहरूले, यो र मसँग चाहिँ कस्तो डल्लो अनुहार छ त्यो पनि भन्यो भने तपाईँहरूले कमेन्ट गरिदिनु ल। डल्लो अनुहार छ राम्रो, उसको राम्रो छ भनेर हेर न, राम्रो छ भनेर होइन क्या, डल्लो चाहिँ कस्तो छ भनेर तपाईँहरूले कमेन्ट गरिदिनु ल साथीहरू। मलाई गयो भित्र होइन यो चाहिँ। अन्त अहिले चाहिँ मलाई नि यो चाहिँ बारी जोत्ने नयाँ के भन्छ, नयाँ 5 minutes later. बोला ना ओके म चढेँ ल, तर धाउने फेरि लडाउँला। खुट्टाले थाम्छस्, खुट्टा थाम्छस्, खुट्टाले थाम्छस्। तोरण छिटो जाउँ हामी, कहाँ जानु म चढिँदो मान्छेलाई पुऱ्याएर आउँछु।